एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ। अहिले हामी पार्टीहरू वामपन्थीहरूले मानौ एकछिनलाई एउटा निश्चित कार्यक्रम बनाइयो, साझा न्यूनतम कार्यक्रम, र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त। धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? राष्ट्रिय स्वाधीनताको निम्ति आन्दोलन यसरी गर्ने, सिद्धियो कुरा आउने, निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ। माओले भन्ने गर्नुहुन्थ्यो, यु फाइट योर वे वी फाइट आवर वे। चुनाव सकियो, हामी सबैले सोचे भन्दा बिल्कुल उल्टो आयो। कसरी आयो, के आयो, यसको अध्ययन अनुसन्धान हुँदै जान्छ नेपालको इतिहासमा। यो चुनाव थियो कि थिएन, यो अर्कै केही पो थियो कि? पार्टी एउटै हुने स्थिति छैन। त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। हामीलाई सरकार चाहिए छैन। अहिले नेपाली कम्युनिस्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन। हामीलाई हैरान नपार्नु। सरकार नखोजेकालाई सरकार खोज्या छ भन्ने नबनाइदिनुहोस्। नखोजेको कुरा भोलि स्थानीय चुनावपछि, प्रदेशको चुनावपछि खोजौँला। गाँठै पर्यो भने, यहाँ गाँठो पर्यो, नेपाली कम्युनिस्ट पार्टी चाहियो भन्नुभयो भने गाँठो फुकाउन सहयोग गरौँला। बुद्धिजीवीहरूले संविधान कस्तो हुनुपर्छ भनेर धेरै चाहिँ छलफल, बहस, अध्ययन, लाइब्रेरी सब चाहेर असाध्यै राम्रो संविधान बनाउने। यो संविधानमा जनतालाई यो अधिकार, जनतालाई त्यो अधिकार दिनुपर्छ, यसरी दिनुपर्छ भन्ने मार्क्सलाई चाहिँ एकदम त्यसले चाहिँ धेरै आवेगमा आउनुभयो। मार्क्स यस्ता कागजका खोस्ताले चाहिँ जनताले अधिकार पाउँछन्? तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याछौ, जनता छ तिमीहरूसँग, कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन। यो कागज बाहेक केही नै हुँदैन। कार्ल मार्क्सले भनेको कुरा म सम्झिन्छु। अहिले पनि हामीलाई ठुल्ठुला फिलोसफीका कुराले धेरै काम दिँदैन। राष्ट्र सङ्कटमा छ। जनताले प्राप्त गरेका अधिकारहरू अपहरण हुन गइराखेका छन्, अपहरण भइराखेका छन्, उपलब्धिहरू खोसिएका छन्। उत्पीडित वर्ग समुदायमाथि उत्पीडन र निरङ्कुशता